हेलो। हेलो। हजुर हजुर नमस्कार मम्मी। नमस्ते नमस्ते, कस्तो छ, के छ स्वास्थ्यलाई? बस बस ठिकै छ, सन्चै आराम छौँ। आफ्नो के छ भन्नुहोस्। हामी पनि ठिकै छौँ। के गर्नु पऱ्यो, अरू खानापिना खानुभयो कि नै? खानापिना भइहाल्छ, खानु मात्रै रहिहाल्छ। ए खानु भएन? सबै सन्चै? सबलाई ठिक छ, सबलाई ठिक छ अहिले। ए केही आजले केही भएन त्यस्तो? नाइ अत चिलाउनु चिलाउनै त भाग्य है। ए अरू अनि मकै सकै क्यान लाग्नुभयो, बढ्न लाग्नुभयो त? लागि आउनु खोज्नु भइआइरहनु खोज्न सानो चाहिँ पानी आउँदैन, त्यही सुकिएर हुने कि ठोक्थ्यो भन्ने। बिउ राख्नुभयो कि हाल्नुभयो त? दुई त राखिया कि तल पुल्च्याको राख्नु? कुन चाहिँ गाडी तन्तिका त्यो हरिसाया दुध हरिसाया पछि गयो। ठिकै छ, हामी नि सब सन्चै छौँ। त्यसरी गाई त्यसरी गाई हुन भर्खरै काममा। ए साधु अब दिउँसो कामसाम छैन, बस्ने हुन्छ। अब बिहान त्यही 10-11 बजीमा बस्ने हुन्छ। अनि अहिले अब 2वटा काम छन् र 8-9 बजेका। अनि दिउँसो अब घर आउने नि त्यति होइन, बेलुका खाउन त्यो उठाउनु अनि के अरू ठिकै छ। अनि अब हामीले रेसुलाई पनि अब पठाइदिने भयौँ। कहिलेको आउने? टिकट हुन्छ त हुन्छ। अब के गरौँ त, यहाँ पढाइ पनि बिग्रिजाने भयो, न कमाइ हुन्छ न के हुन्छ, पढाइ मात्रै बिग्रिने भयो। अनि त्यहीका लागि रोकिने भयो धेरै। आइदिन्छ नि दसैँ तिहारमा आइदिनु घर, त्यो अघि फेरि पनि रहिदियो, त्यो पनि अब मानाइन त्यहाँदेखि दसैँ तिहार खै अब के हुन्छ हेरौँ। अब वर्ष अध्ययन गरेर सुनेन मन त अब आजबाटै दुखिरहेको छ। अब के गरौँ त। अनि अब मन त अब दुखिरहेको छ। अब मसँग टाइम पास भइदिए, मसँग खेल्ने अब पढाउँथेँ आफै नै एक्लै। अब यहाँ आफूले पढाएर मात्रै नहुने, काम त केही थिएन। आफूले पढाइदिनु, आफ्नो हात ल्याइको बच्चा पढाइ हुने दियो, त्यो पढाइ हुँदैन मान्दिनँ। त्यो टुवाटी गरेर अर्कोबाट टुवाटी झगडा बाँड्नु आउने हान्दैन मार्दिनन् केही हेर्दिनँ। अब पढाउनु त अहिले टिकट काटेर टिकट फिर्ता ल्याउन पाइन्छ, टिकट फिर्ता ल्याउने बाह्र आफू बच्चो पछाडि नाम देखाउने भनेर मुर्सिदा महिनामा आयो पनि त आफूले आएको नाम देखाए भयो टुवाटिन छोरीको पाइन्न। अब यो ट्रेनको टिकट अब काटो त काटो यो कुरै। मानिन र धुलो बाटुने क्या नि टिकट फिर्ता हुन्न त, प्लेनको टिकट हुँदैन, काटिसक्यो। किन टिकट फिर्ता हुन्छ त्यो नुम्ने के भया सकिन्छ अरे क्यान्सल। अब ठिकै छ, धन्दिनु जे हुन्छ हुन्छ। अब हुन्छ त हुन्छ, भाग्नु बजार गाई खगिएर बिहान छोरी खबर हुन्छ। एउटा फोन आउनुबाट ल भाइ।